धरान 20 भन्ज्याङ छेउको कोका खोलाको मोटरेबल पुल, धरान 5 मसाने खोलामा एउटा पुल, त्यसै गरी धरान 5 र 4 जोड्ने निशान डाँडा र खार खोलाको पुल कृषि सडक हो त्यो। धरान 20 भन्ज्याङदेखि स्वारा जाने 9, 10, 11 पुतली लाइनको बाटो मर्मत गर्ने पैसा छुटाइयोस्। धरान 8 को मदन भण्डारी राजमार्गमा एउटा पुल भत्किएर बिजोग भइरहेको छ, त्यसलाई निर्माण गरियोस्। धरान 8 को सभागृह निर्माण तथा मर्मत सम्भार गरियोस्। र बीपी अस्पतालमा एमआरआई मेसिन छैन, त्यो एमआरआई मेसिन खरिद गर्नका लागि पैसा छुटाइयोस्। बीपी अस्पतालको बिमा बोर्डले 75 करोड भन्दा धेरै पैसा दिन बाँकी रहेछ, त्यो कुरा तपाईको चाहिँ बिमा बोर्डबाट पैसा दिलाइयोस्। त्यो अस्पताल जीर्ण अवस्थामा छ, त्यतिखेर तलब खुवाउने पैसा नभएर फिटफिट भइरहेको अवस्था पनि छ। धरान 6 औद्योगिक क्षेत्र निर्माण गरौँ। प्रदेश नम्बर 1 मा व्यापारिक प्रदर्शनी केन्द्र निर्माण गरौँ। त्यसको लागि धरानले 5 बिघा भन्दा धेरै जग्गाको तपाईको चाहिँ प्रबन्ध मिलाएको छ। धरान 8 जिल्ला ट्राफिक कार्यालय निर्माणको लागि पैसा छुटाइयोस्। धरान 14 विजयपुर धार्मिक क्षेत्रदेखि धरान 20 सुम्निमा पारुहाङ डाँडा हुँदै सुलीकोट हुँदै विष्णुपादुका मन्दिर सूर्यकुण्ड हुँदै बरा क्षेत्र मन्दिरदेखि रामधुनीसम्मको तपाईको धार्मिक सडकलाई चाहिँ स्तरोन्नति गरियोस्। धरान बजारका बीचबाट गएको हाई टेन्सन लाइन विद्युतीय तपाईको चाहिँ जोखिम छ, त्यसलाई स्थानान्तरण गरियोस्। बजार जोगाएर व्यापार जोगाउन सकिन्छ, आर्थिक क्षति हुन नदिनका लागि हाइवेलाई चाहिँ उचित ठाउँमा हेरेर बाइपास गरियोस्। बरा क्षेत्र नगरपालिका 1 हाटखोलाको हटिया बजार व्यवस्थापन गरियोस्। बरा क्षेत्र कालाबजार बजारमा हैटा खोलामा तटबन्धन गरियोस्। धरान 15 सदन स्कुलदेखि महादेव चोकसम्मको सडक मर्मत गरियोस्। धरान 8 को श्रीजङ्गा चोकदेखि चेकपोस्टदेखि धरान 8 भोटेपुल सम्म तपाईको चाहिँ सडक निर्माण गरियोस्। त्यसै गरी धरान आविष्कार केन्द्रलाई